साथीहरु यो कपिल त्रिपाठीको यो पूरा भिडियो हेर्नु होला है त। भ्रष्टाचार कहाँबाट हुन्छ र कसरी हुन्छ यो भिडियोमा प्रष्ट देखिन्छ है साथीहरु। पूरा भिडियो हेर्नु है त। हजुर जागिर खाएर कालोलाई सेतो सेतोलाई कालो मैले भन्न सकिन। बस्नु न बस्नु बसिरहनु भएको छ बस्नु न। यहाँ सब भ्रष्टाचार धेरै छ हेर्नुहोस्। रातारात मिलेर यहाँहरू होटलमा बसेर दारू पिएर सबै यो केही गर्न पनि सक्नुहुन्न, तपाईँको टेर पुछार पनि गर्दैन भने तपाईँ बसेर के काम भयो त? तपाईँ राजीनामा दिनुहोस् जानुहोस्। म किन राजीनामा दिने? म त लड्ने। जहाँ सही गर भन्छन् त्यहाँ सही गर्न नसकेको कारणले गर्दाखेरि तपाईँले राजीनामा गर्यो। राजनीतिक अखाडा एकदमै छ सर। अब ज्यानको पनि जोखिम भएर मैले जागिर छोड्दैछु सर। मैले कति घण्टाको वेदना पोखाउँ यो विद्यालयमा। वेदनाले चपेटाले अर्को राजीनामाको साक्षी आज फेरि हाम्रो क्यामेरा बस्दैछ। मेरो बाबाको उमेरको तपाईँहरू मैले सही नसक्नु सय तपाईँहरूबाट। जहाँ जहाँ भन्छन् त्यहाँ त्यहाँ साइन नगरेको कारणले पैसा खाना यिनीहरूले नपाएको कारणले गर्दाखेरि मैले राजीनामा दिएँ भनेर तपाईँ हेडसरको यो कुर्सीमा बस्नु भएको छ। अहिले उठे पनि तपाईँ बस्नु भएकै छ। हामीलाई चाहिँ काम चाहिएको छ, तपाईँ काम गर्नुहोस्। म अब म नआउने गरी चाहिँ यहाँबाट बिदा भएको छु। भ्रष्टाचार गर्ने मात्रै को राम्रो छ यहाँ, त्यही हो। अरूको राम्रो छैन। मैले नेपाल सरकारको जागिर छोड्ने मेरो चाहना होइन, तर म यो दबाबलाई चाहिँ मैले थ्याक्न सकिनँ र म तिमीहरूको विद्यालयमा इमान्दारिताको कारणले टिक्न सकिनँ होइन। राजीनामा बुझाउनु भयो, क्यामेराकै अगाडि कुनै पश्चाताप छ कि छैन तपाईँलाई? मैले जागिर खान भन्दा झन् डबल खुसीको महसुस गरिरहेको छु सर। अब कोहीले पागल आएछन्, अब कोहीले मूर्ख भने हान होइन, कोहीले साइको भने हान होइन, अब कोहीले राम्रो पनि भनिरहेको छन्। अब हाम्रा अनुगमन प्रणाली, हाम्रो सिस्टम, तपाईँको त्यो अनुगमन प्रणाली, तपाईँको त्यो सिस्टमलाई चाहिँ तपाईँकै कर्मचारीले कुरी गरेर गए के सर? यो भिडियोबाट प्रष्ट हुन्छ कि प्रत्येक कार्यालयमा यस्तै नै भ्रष्टाचार हुँदो होला। यो 100% हो कि कसो साथीहरु? तपाईहरुलाई के लाग्छ साथीहरु? आफ्नो राय कमेन्ट गर्नु है त साथीहरु।